युकेमा मास्टर्स पढ्न जाने सोच्दै हुनुहुन्छ त्यसमाथि पनि लो ट्युसन्स फी आइएल्स फी वेभ्ड त्यस पछाडि मिनिमल ट्युसन फी डिपोजिट यो अप्सन्सहरू खोज्दै हुनुहुन्छ भने एड्रिन युनिभर्सिटी मे बी द बेस्ट अप्सन्स फर यु। लन्डन र म्यानचेस्टरमा अवस्थित यो युनिभर्सिटीमा 7000 प्लस इन्टरनेसनल स्टुडेन्टहरू पढ्दैछन् र यो युनिभर्सिटीको विशेषताको बारेमा कुरा गर्ने हो भने यदि तपाईहरु मास्टर्सको लागि अप्लाई गर्दै हुनुहुन्छ भने मास्टर्समा एजुकेटिभ एमबीए, एमएससी प्रोजेक्ट म्यानेजमेन्ट, एमएससी साइबर सेक्युरिटी, एमएससी डाटा साइन्स, मास्टर्स अफ पब्लिक हेल्थ, एमएससी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, एमएससी इन्जिनियरिङ म्यानेजमेन्ट, एमएससी सप्लाई चेन म्यानेजमेन्ट यो कोर्सहरू अभाइलेबल छ र रिक्वायरमेन्टको कुरा गर्दाखेरि यदि तपाईहरुको ब्याचलर्समा 2.2 जीपीए अथवा 50% भन्दा माथि छ भने तपाईहरु एप्लिकेसन्सको लागि इलिजिबल हुनुहुन्छ। यदि तपाईहरुले त्रिभुवन युनिभर्सिटी, पोखरा युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, मिड वेस्टर्न युनिभर्सिटीबाट आफ्नो ब्याचलर्स कम्प्लिट गर्नु भएको छ र एड्रिन युनिभर्सिटीमा एप्लिकेसन्स हाल्न चाहनुहुन्छ भने तपाईहरुले एमओआई को भरमा अथवा मिडियम इन्स्ट्रक्सन्सको भरमा चाहिँ एप्लिकेसन्स तपाईहरुले हाल्न सक्नुहुनेछ। ट्युसन्स फी र स्कलरशिपको कुरा गर्ने हो भने मास्टर्सको लागि एड्रिन युनिभर्सिटीको टोटल ट्युसन्स फी तपाईको 17500 रहनेछ, जसमा तपाईले यदि लन्डन भित्र अप्लाई गर्नुहुन्छ भने यु आर इलिजिबल फर 4000 पाउन्ड स्कलरशिप। त्यसैगरी यदि तपाईले म्यानचेस्टरमा अप्लाई गर्नुहुन्छ भने तपाईले 5000 स्कलरशिप चाहिँ पाउनुहुनेछ। आफ्टर स्कलरशिप तपाईको ट्युसन्स फी इनसाइड लन्डन तपाईको 13500 रहनेछ र आउटसाइड लन्डन म्यानचेस्टरमा तपाईको ट्युसन्स फी 12500 रहनेछ। र अर्को राम्रो पक्ष भनेको यो युनिभर्सिटीमा आफ्टर प्रिकास्ट इन्टरभ्यू तपाईको कास्टको लागि डिपोजिट 7000 पाउन्ड मात्र रहेको छ। थप जानकारीको लागि एचसीआरसी एजुकेसन हब कुमारीपाटी ललितपुर र एचसीआरसी एजुकेसन हब बानेश्वर काठमाडौँमा तपाईहरुले भिजिट गरेर अथवा 01590265 अथवा 9801754115 मा तपाईहरुले डाइरेक्टली कल गरेर मोर इन्फर्मेसन लिन सक्नुहुनेछ। थ्यांक यू।